हेलो फ्रेन्ड नमस्कार। हामीसँग सामान जति सबै गर्छौँ। अङ्कल पनि रेडी भएछ, हामी पनि रेडी भइसकेको छु। हेलो गाइज, अब हाम्रो चाहिँ अहिले ठ्याक्कै पुलमा पुग्यौँ हामी। यो चाहिँ हाम्रो पछाडिदेखि हाम्रो गाउँ अनि हामी चाहिँ पुल छौँ अनि उहाँ चाहिँ अङ्कल अनि हामी ठ्याक्कै पुल पुग्यौँ। अब बिस्तारै अब हाम्रो अब हुन्छ अब माथि रोड जानुपर्छ हामीले जानलाई। अब पुलबाट अब हिँड्नुपर्छ बिस्तारै बिस्तारै हामीले। त्यही भएर ठिकै छ, पुगिन्छ बिस्तारै बिस्तारै मानवसम्म पनि। कस्तो अङ्कल बेलुकासम्म त पुग्छ नि हामी। बेलुका हामी मानमा बसेर अनि भोलि गाडीको पर्सि जाउँला। उताबाट गाडी पनि आइसकेको छ अनि हामी चाहिँ अब रेडी छौँ। गाडी आएर गाडी पर्खेमा छौँ। गाडी अब आउँछ होला, गाडी आएर रोकिन्छ गाडी। त्यस 15 मिनट हामी सबै गइहाल्छौँ। गाडी रोकौँ रोक्छ यार, किन नरोक्छौँ गाडी, मस्तले रोक्छ एकदम बिन्दास। गाडी पनि रोकिसकेको छ। हेलो गाइज, के छ खबर? हामी त चिलमा एकदम राम्रो छ अनि मानको नजिकै छौँ। तपाईँले हेर्न सक्नुहुन्छ गाउँ नजिकैको होइन, गाउँ पनि राम्रो छ, एकदम सुन्दर गाउँ। गाउँपट्टिदेखि यो नजिकदेखि नै घाट चाहिँ आइदियो। यहाँ कोही मान्छे पर्यो भने सिधै मऱ्यो, लास्टै गाह्रो छ। एकदम राम्रो छ गाउँ चाहिँ। यहाँ माथि नजिकै मानमा छ, त्यहाँ मानमा नजिकै छ। मौसमको कारणले अङ्कल त सुतिसक्नु भएको छ। सुत्नु हामीले डबल डबल खुवाएर सुतिरहेको छ। यो दुईटा जाडो बस्दै गर्छु। हाम्रो हाल चाहिँ बेहाल छ गाइस। अब यस्तै छ जिन्दगी, यति जाडो छ कि मरिन्छ। सुतिसक्यो हाम्रो त्यही हो पैसा कति लाग्यो खानाको बिल पऱ्यो। हाम्रो खानाको बिल 900 रुपियाँ खानाको, 1000 रुपियाँ रुममा आएको नागमा होटल। होइन गाइस, अवश्य भोलि भेट्ने। ओके।